म चाहिँ पवन राई, पछाडि सोनिका राई। हामी चाहिँ जाँदैछौँ दिक्तेलतर्फ। यो चाहिँ उकालो बाटो, यो चाहिँ हाम्रो गाउँको पुइलिङ भन्छ। यो चाहिँ देख्न सक्नुहुन्छ एकदमै उकालो छ। माथि आइपुग्नुको लागि चाहिँ हामीले निकै सङ्घर्ष गर्नुपर्ने हुन्छ। एकदम उकालो बाटो छ, एकदमै झोला बोकेर प्लस भनौँ न सास बढ्ने उस्तै हुन्छ। माथि पुगेपछि चाहिँ हामी गाडी चढेर सदरमुकामतिर जान्छौँ। यस्तै छ, अहिले करिब 4 बज्न लागेको अवस्था हो। पछाडि बहिनी हुनुहुन्छ, बहिनी चाहिँ अलिकति मभन्दा पनि हेर्न सक्दिनँ, अलिकति मोटो भएकोले म चाहिँ हिँडिदिनु पर्यो भने एकदम रफ्तारमा हिँड्छु। कस्तो फिल भइरहेछ यो उकालो दिउँसोको समय? हामी चाहिँ अब काम विशेषले हप्ता दिनमा घर आउने एउटा चलन छ। अनि फेरि घर आयो, फेरि गयो, यस्तै तर मौसम एकदमै ज्यादै घमाइलो छ, घाम लागेको छ, त्यस्तो जाडो फिल भएको छैन। निकै सङ्घर्ष गर्दैछिन् बहिनीले पनि उकालो जानको लागि। सास बढेर उस्तै छ, तर पनि हामी हिँडिरहेको अवस्था हो, किनभने हामी गन्तव्य पुग्नु छ। र माथि पुगेपछि गाडीको त्यस्तो समस्या हुँदैन। हामी ठुलो बस नआए तापनि सानो बस अटोमा रिजर्भ गरेर जानु सकिन्छ। म चाहिँ फेरि ठुलो गाडीमा रुचाउँछु, ठुलो बसमै। अनि बहिनीले पनि त्यस्तै। अन्तिममा जाने हो कि हामी बसमै है। फेरि बसमै सरेर अटोमा त सानो सास धुनिन्छ त होइन होइन? हजुर।